छ। नमस्कार। नमस्ते। कहाँबाट आउनुभयो? हामी चाहिँ ताप्लेजुङ ताप्लेजुङबाट। पुर्खली घर चाहिँ ताप्लेजुङ। हजुर, हालचाल चाहिँ यता धरा नै हो। म चाहिँ माथिदेखि नै आउँदै गरेको। यता उहाँ चाहिँ माथिबाट आउनुभयो, यता धरानमै बस्नुहुन्छ। हजुर धरानमै। र आज यहाँ श्रम संस्कृति पार्क हजुर घुम्न आउनु भएको छ। कस्तो लागिरहेको छ यता? एकदम रमाइलो लागिरहेछ। हजुर। पहिलाचोटि यो ठाउँमा मेरो खुट्टा राखेको पहिलाचोटि हो। कहिले आएको थिएन। धरान त पहिला पनि पुगेको, तर यहाँ त देखेकै थिएन। आज साथीले लोहो जानुपर्छ आज हाम्रो हर्का साम्पाङ पार्कमा भनेर चाहिँ आएको। श्रम एकदम रमाइलो लागिरहेछ। हामी चाहिँ अब धरानमै भएर पनि अब धरान घरमा त्यति बसिँदैन होइन, बाहिरतिर बसिन्छ। त्यसबाट चाहिँ हामी यो भिडियोमा हेरिराख्छौँ क्या। बाहिरबाट कुनमा हुनुहुन्छ बाहिर चाहिँ? हामी बुढाइमा बुनेबाट। तपाईँहरूले त धेरै सहयोग पनि गर्नु भएको छ। हजुर हामीले सहयोग पनि पहिले पठाएको छौँ यहाँ होइन। सबै भएर धरानवासी अरू साथीहरू बाहिरकोले पनि हर्का साम्पाङलाई धेरै ठाउँबाट ऊ भइरहेछ, सपोर्ट गरिरहेछ। अझै अब यतिखेर पारुवाङ सुम्नीमा पार्कको लागि चाहिँ जोड गर्दै हुनुहुन्छ। त्यसको लागि हामीले अझै धेरै बोलेर अथवा भौतिक नैतिक होइन आर्थिक रूपमा सहयोग आइरहेछ बुनेबाट पनि। र त्यसै गरी अब यो ठाउँमा धरानकै कुरा गरौँ होइन, अहिले हामी धरानमै यो आरा धरानमै छौँ र यो यति धेरै परिवर्तन चाहिँ के कारणले आयो जस्तो लाग्छ तपाईँहरूलाई? भिजन सबैभन्दा पहिला कुरा त हर्का साम्पाङको भिजनले गर्दाखेरि आएको हो। सपना देख्नु सबैभन्दा ठुलो कुरो। सपना देखिसकेपछि त्यसलाई साकार गर्नुको लागि कार्यान्वयन गर्नु यो सबैभन्दा ठुलो कुरो हुन्छ। मान्छेको भिजन बिना बनिँदैन। नत्र भन्दा नेता त कति आए कति गए नि होइन, तर उसको भिजन बिना सोच विचार बिना आएर चाहिँ कहिले पनि हुँदैन। त्यसैले गर्दाखेरि सँगसँगै इमान्दारिता, मान्छेको एकदमै इमान्दारी चाहिन्छ। जबसम्म इमान्दारी छैन भने उसँग भिजन भएर पनि काम लाग्दैन फेरि, किनभने उसँग इमान्दारी हुँदैन, भिजन हुन्छ तर त्यहाँनिर सबै भ्रष्टाचार त्यहीँदेखि बिउ हुन्छ। तर हर्का साम्पाङकोमा भिजन सँगसँगै इमान्दारिता, मेहनत, यसले गर्दाखेरि यो सबै सम्भव भएको म चाहिँ देख्छु। ओके, धन्यवाद। मेरो साथीले सबै कभर गर्नुभयो होइन। भिजन मेन भिजन नै हो। अनि त्यस पछाडि हर्का साम्पाङ सरको चाहिँ कस्तो एकदम राम्रो लाग्छ भने उहाँले चाहिँ गर्छु भनेपछि त्यो गरेरै छोड्ने कि एउटा त्यो। अनि त्यस पछाडि अब उहाँको चाहिँ के छ भने इमान्दारिता होइन, इमान्दारिता भ्रष्टाचारलाई चाहिँ एकदम रोक्नको लागि उहाँको एकदमै ठुलो उयो देखिन्छ। अनि आज अब संसारमा सबैलाई थाहा छ होइन, उहाँले चाहिँ कहिले पनि भ्रष्टाचार गर्नु सक्नुहुन्न भन्ने कुरो चाहिँ अब सबैलाई विश्वास पनि लाग्छ। त्यसैले गर्दा हामीले बाहिर रहेर पनि हामीले कसरी हुन्छ उहाँले अलिकति अब आर्थिकदेखि लिएर विभिन्न सहयोगहरू हाम्रो समर्थन भइरहेको छ। हजुर। र त्यसै गरी अब मेयर हर्का साम्पाङ आएपछि त यो धरानमा होइन यो श्रम अभियान पनि आएको छ होइन, यसलाई चाहिँ कसरी लिनुहुन्छ? श्रम अभियान चाहिँ एउटा के भने एकदम मुख्य कुरो हो। भोलि गएर अब देशलाई विकास गर्नुको लागि एउटा श्रम एउटा उहाँको चाहिँ एउटा के भन्नु दर्शन हो एउटा होइन। श्रम भनेको चाहिँ एउटा दर्शन हो। यो कुरोलाई चाहिँ हामीले पालना गर्दै लगेर यो कुरालाई फलो गर्दै लगेर चाहिँ हामीले अगाडि बढ्यौँ भने पक्कै पनि देश एक दिन होइन यो देशमा ठुलै चमत्कार हुन्छ, धेरै नै विकास हुनसक्छ। श्रम भनेको चाहिँ एकदम राम्रो कुरो हो। यो श्रम अभियानलाई चाहिँ निरन्तर लानुपर्छ। अब हामी त अब श्रममा आउनु अलिक भ्याउँदैनौँ, किनभने अब त्यो बाहिरै रहन्छौँ होइन। तर पनि हामीले चाहिँ अब सकेसम्म आर्थिक सहयोगहरू गरिरहनेछौँ। भ्याएको अब यसो आउँदाखेरि एक दुई दिन यसो भ्याउँदा आउँछौँ होइन, तर हामी निरन्तर आउनु चाहिँ सक्दैनौँ। त्यसको लागि चाहिँ अब हामी होइन सरी भन्न चाहन्छौँ। भौतिक रूपमा आउन नसके पनि होइन आर्थिक रूपमा सघाउनु भएको छ, त्यो पनि ठुलो कुरा हो नि त। हजुर। मान्छे नै यहाँ स्वयं आए पनि पैसा बिना हुँदैन नि त होइन भन्नुहुन्छ कि श्रमदाताहरूले। सबैभन्दा पहिला नि हामीले श्रम नगरिकन हुँदैन। हाम्रो हर्का साम्पाङले ल्याउनु भएको अभियानमा एकदम सहमत छ मेरो। किन भन्दाखेरि हामी नेपालीहरू यस्तो भइसक्यौँ कि काम चाहिँ नगर्ने, मुखले विभिन्न परिवार लाउने हो, सिकाउने धेरै, गर्ने नभएर चाहिँ सबैभन्दा ठुलो समस्या आएको हो।
यहाँनिर सबैभन्दा पहिला हातले गर्नुपर्छ। हाम्रो जग्गा जमिनहरू वन जङ्गल यति राम्रो छ, हरेक क्षेत्र एउटा कुनै पनि एउटा फ्याँकिराख्यो भने बिउ उम्रिने र त्यस्तो हरियाली हुने ठाउँमा हामीले मेहनत नगरेकोले गर्दाखेरि हामी आफैले दुःख पाएको छौँ। यसमा चाहिँ हर्क साम्पाङले पहिलो अभियानको रूपमा ल्याउनु भएको छ। यो चाहिँ श्रम गर्ने तरिका यो चाहिँ एकदम सम्माननीय छ। यसबाट हामी अरूले नेपाल अधिराज्यभरिको जति पनि नेता कार्यकर्ता भनौँ, कर्मचारी भनौँ, या त जो स्वयंसेवक जति पनि उनीहरूले सिक्नुपर्छ। हामी हरेक मान्छेले सिक्नुपर्छ। जबसम्म हामी गर्दैनौँ, यो माटोलाई हामी हिलो सम्झिन्छौँ, नराम्रो सम्झिन्छौँ र यही नै हाम्रो जीविका उपार्जन भनेर हामी बुझ्दैनौँ, तबसम्म हामीले दुःख पाइबस्छौँ। त्यसैले गर्दाखेरि हर्क साम्पाङले लिनुभएको यो अभियानलाई एकदम सम्मान छ भन्दै ल ओके धन्यवाद। अब त्यसै गरी अब यो राम्रो कुरा मात्रै भयो होइन। अब उहाँलाई यति राम्रो कुरा काम गर्दा गर्दै पनि किन विरोध चाहिँ आएको जस्तो लाग्छ? म एकचोटि बोल हर्क साम्पाङलाई विरोध गर्नुको कारण के हो त भन्दाखेरि नेपालमा शासन सत्तामा बसेको मान्छेहरूले हर्क साम्पाङ अगाडि बढेको देख्नु चाहँदैन। गल्ती हुन्छ, हरेकको मान्छेको गल्ती हुन्छ, तर जो शासन सत्तामा बसेको मान्छेले भोलिको दिनमा हर्क साम्पाङ माथि आयो र ऊ जस्तो मान्छे धेरै आयो भने चाहिँ हामी पछाडि परिन्छ भनेर उसको खुट्टा तान्ने काम गरेको हो। एक्चुअली मान्छेको हरेक मान्छेमा गल्ती त हुन्छ, हर्क साम्पाङको गल्ती नै हुँदैन भन्ने कुरो त होइन, उसको पनि केही गल्ती छ होला। तर त्यो गल्ती औल्याउनुको सट्टामा हरेक कदम कदममा उसलाई तान्नुको मतलब चाहिँ के हो त भन्दाखेरि हर्क साम्पाङलाई गिराउनु खोजिराखेको छ। यो गलत हो। हरेक मान्छेले यो सोच्नुपर्छ। कोही काम गर्ने मान्छेको पक्कै गलत हुन्छ, तर उसलाई चाहिँ यो गलत भयो भनेर औलाउनु सही हो, तर खुट्टा तान्नु चाहिँ एकदमै गलत हो। त्यो चाहिँ यसो भन्छु म चाहिँ। र उहाँलाई त अब कामहरू गर्दै हुनुहुन्छ होइन, र पनि अनेक अब धेरै मलाई मुद्दा लाग्छ भन्ने कुराहरू सुनिन्छ होइन। तर हर्क साम्पाङले पनि यो सुन्नुभयो भने अथवा तपाईँ कुनै उदेखि च्यानलदेखि होला सुन्नुभयो भने हर्क साम्पाङ बिल्कुल एक कदम पनि अगाडि पछाडि नहल्लिकन आफ्नो काममा अडिक रहनुपर्छ र कसैले टेर्नु पनि हुँदैन, मान्नु पनि हुँदैन, सुन्नु पनि हुँदैन। 5 वर्षको लागि उहाँ हो र उहाँले आफ्नो भिजन पूर्ण रूपमा देखाएर छोड्नुपर्छ। अनि मात्रै हामी देश विकासको लागि हामी सबैले उहाँको भिजन हामी देख्न सक्छौँ र बुझ्न सक्छौँ। यसले देश विकास हुने रहेछ भनेर हामीले बुझ्छौँ। नत्र भने त अरूले खुट्टा तान्यो भन्दैमा उहाँ लच्किनु भयो र उहाँले काम गर्नु छोड्नुभयो भने भोलिको दिनमा फेरि हामीले उहाँको असलियत बुझ्दैनौँ। त्यसैले गर्दाखेरि हर्क साम्पाङ बिल्कुल डटेर लाग्नुपर्छ। कसैले भन्यो भन्दैमा हामी छौँ, हामी हरेक नेपाली छौँ, म मात्रै होइन, हरेक नेपाली छौँ उहाँको लागि। एकचोटि 5 वर्षसम्म फुल्ली काम गर्नुपर्छ। उहाँले जुन सोच विचार लिएर आउनुभएको छ त्यो अनुसारको म चाहिँ त्यसो भन्छु। लगे न त्यसै गरी यता जोडौँ होइन। तपाईँ चाहिँ अब यहाँ धरानमै हुनुहुन्छ, त्यो हिसाबले पनि अब पहिले यो छ नि अहिले आरा धरान बनेको ठाउँ थोरै सम्झिनु न, कस्तो थियो होला? यहाँ त पहिले केही पनि थिएन नि, आउनुलाई अब डर लाग्थ्यो यतातिर होइन। है हजुर, जङ्गल थियो, झाडी, जङ्गल भन्दा पनि झाडी थियो होइन, हजुर यस्तो उयो थियो। अब अहिले यस्तो बनिसकेको छ। म त पहिलोचोटि आउँदैछु यो बनिसकेपछि चाहिँ। हजुर, पहिलोचोटि आउँदैछु। पहिले हामी यतातिर यसो जान्थ्यौँ होइन, एक्सर्साइज गर्नु यसो जान्थ्यौँ साथीहरूसँग। हुनुहुन्थ्यो यो बाटो? हजुर, हिँडिन्थ्यो। तर त्यो समयमा यो जङ्गल झाडी थियो, तर पनि होइन यतादेखि जान्थ्यौँ, माथिसम्म पुगेर हामी आउँथ्यौँ होइन। र अहिले अब यहाँ यति राम्रो बनिसकेको छ होइन। यो चाहिँ अब एउटा उदाहरण हो सबै धरानदेखि अब सुरुवात होइन। यस्तै तरिकाले चाहिँ श्रम संस्कृतिलाई नेपालभरि फैलियोस् भन्ने हामी चाहन्छौँ होइन। धरानमा मात्रै नभएर सारा नेपालको हरेक उसमा होइन फैलियोस्, यसरी नै विकास होस् होइन। हर्क साम्पाङको अभियानलाई यसरी नै फैलाउनु, सबैले फैल्याउँ भन्न चाहन्छौँ होइन। अनि त्यही नै हो। बाध्यतावश बाहिर बस्नुहुन्छ होइन, बाहिर छ काम र पनि यति धेरै माया के है? हजुर, यति धेरै माया। किनभने अब हामी बाहिर हुनुको पनि त एउटा शासन सत्ताहरूको हातमा छ नि त होइन। उहाँहरूले चाहिँ त्यस्तो खालको नीति ल्याएपछि हामीलाई रहर त छैन नि बाहिर जानु होइन। अब बाहिर जानै पर्ने बाध्यता छ क्या हामीलाई। त्यो यहाँ देशमा शासन जसले चाहिँ अब देश चलाइरहेछ उनीहरूले चाहिँ अब त्यस्तो खालको वातावरण बनाइदियो कि हामी बाहिर जानु बाध्य
रहरले त होइन नि त बाहिर होइन बाहिर जाने कसलाई रहर लाग्छ र यहीँ आफ्नै ठाउँमा यति राम्रो होइन यति राम्रो विकास हुँदाखेरि तर अब पछिल्लो समय मेयर हर्क साम्पाङ निर्वाचित भएर आउनु भएपछि चाहिँ धेरैले रोजगारी पाउनु भएको छ होइन ठुलो त नभनौँ सानो सानो क्षेत्रमा र यसरी नै विकास हुँदै गयो भने भोलिको दिनमा धेरै युवा युवतीहरू बाहिर जानु पर्दैन भन्ने चाहिँ एउटा आशा छ होइन आशा हामी गर्न सक्छौँ यो अभियानहरूले अनि हर्क साम्पाङमा जति पनि उहाँले गरिराख्नु भएको छ अहिले होइन यो उहाँहरूको कार्य शैलीहरूले हामी त्यो बुझ्न सक्छौँ भोलिको दिनमा चाहिँ हामी विदेशिनु पर्दैन कि भन्ने एउटा आशा उहाँमा राख्न सकिन्छ होइन जाँदा जाँदै अब तपाईँ धेरै बाहिर नै बस्नुहुन्छ त्यसै गरी यहाँ धेरैजना दाताहरूले सहयोग गरेर नै यो निर्माण भएको हो कि र नगरको पैसा लाउनु पनि भएको छैन होइन सुनिन्छ र दाताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अब तपाईँ यो ठाउँमा आउनु भएको छ आज हजुर सम्पूर्ण दाताहरूलाई चाहिँ म के भन्न चाहन्छु भने उहाँ यसरी नै हर्क साम्पाङलाई एउटा सहयोग गरौँ होइन अब भौतिक रूपमा सहयोग गर्न नसके पनि आर्थिक रूपले हामीले चाहिँ सहयोग गरौँ भन्न चाहन्छु फेरि पनि विभिन्न उयोहरू गर्नुभएको छैन विभिन्न योजनाहरू छ उहाँको त्यसमा चाहिँ साथ दिउँ भन्न चाहन्छु हामीले साथ दिउँ भने हामी सबै नेपालीहरू चाहिँ भोलि गएर राम्रो हुनेछ होइन यो श्रम अभियान लगायत यो विशेष गरेर अब भ्रष्टाचार निर्मूल गर्ने कुराहरू सबै अब राम्रो लाग्छ त्यो कुरामा चाहिँ हामीले हर्क साम्पाङको अभियानहरूलाई हामीले साथ दिएर लग्यौँ भने होइन भोलिको दिनमा नेपाल उज्जवल देख्न सकिन्छ भन्न चाहन्छु म चाहिँ धन्यवाद त्यसरी जाँदा जाँदै तपाईँको परिचय पनि मेरो चाहिँ फडिन्द्र लिम्बू हुन्छ यता अब पनि जाँदा जाँदै अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँलाई हेरिराख्नु हुने दर्शक सबैभन्दा त मलाई हेर्नुहुने सम्पूर्णलाई हामी हर्क साम्पाङले चाल्दै गर्नुभएको अभियानमा साथ सहयोग गरौँ राम्रो मान्छे यत्रो नेपाल अधिराज्यभरिमा कहिलेदेखि एउटा भेटिएको छ एउटा बालेन शाह छ होइन उस्तै हर्क साम्पाङले गर्नुभएको छ यो अभियानमा हामी बुझेर हामीले उहाँको अभियानलाई साथ सहयोग दिउँ सबैले यसरी नै अगाडि बढौँ उहाँको भिजनलाई हामीले बुझौँ भन्न चाहन्छु सबैलाई ओके मेरो परिचय भन्नुपर्दा उत्तरहाङ लिम्बू मेरो घर ताप्लेजुङ हो म अहिले ताप्लेजुङदेखि आउँदै गरेको यो हर्क साम्पाङले के गरेछ भने यही हेर्नुको लागि आएको र यसै गरेर हाल चाहिँ म बुढ्नैमा छु अहिले बुढ्नैबाट आएको हामीसँगै हो बुढ्नैदेखि आएको भनौँ ल धन्यवाद थ्याङ्क यू